हजुरको चिनाले के देखाउँछ भन्दा तपाईँको बहुविवाह समेत हुने खालको योग छ। हेर्नु, यो चिनाले के दर्शाउँछ भने वैवाहिक जीवनमा समस्या आउने, तेस्रो व्यक्तिको आगमन हुन्छ भनेर भनेको छ। हेर्नु भन्नुभयो के छ, तपाईँले यो समस्या भोगिसक्नु भयो? ना 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 ना, कुकुरै भने छैन नि, हस्बेन्डको कुनै अफेयर थाहा पाउनु हो भनेको। तपाईँवरी त्यसमा वाद विवाद झगडाहरू या जुन कुरा हुनुपर्ने त्यो कुरा भयो नि तपाईँहरू बिचमा, अहिले त्यो कुरा सल्ट्यो, त्यो मात्रै त हो। तर यहाँ के मैले भन्न खोजेको कुरा के भने तपाईँको वैवाहिक जीवनमा तेस्रो व्यक्तिको इन्ट्री हुन्छ। अघिदेखि मैले भने के हो भने तपाईँको हस्बेन्डको अफेयर भयो, तेस्रो व्यक्तिको इन्ट्री त्यहाँ आयो हो। त्यो व्यक्ति कस्तो हुन्छ त भन्ने कुरा चाहिँ अब म भन्छु। त्यो व्यक्ति भनेको घरको जेठी हुन्छन् भन्नुभयो, टाढा कि हुन्न नजिकै कि हुन्छन् भन्नुभयो, नजिकै हुन्छन्, देख्ने खालको चिन्ने खालकै व्यक्ति हुन्छन् भन्नुभयो, र अधिक जुनियर वा म्यारिड हुने खालको चान्सेस बढी छ फेरि त्यो केटी भन्नुभयो। हो, अधिक जुनियर वा म्यारिड बढी चान्सेस छ भन्नुभयो, जुनियर अधिक जुनियर हुन्छ त्यो हो। र के हो भने स्टिल पनि तपाईँको म्यारिटल लाइफ राम्रो चाहिँ छैन, सिधा कुरो हेर्नु। रिलेसनमा इस्युजै आउँछ, प्रब्लमै आउँछ। तपाईँको एकखेप तपाईँ एन्जाइटी वा डिप्रेसनको पनि शिकार हुनुपर्छ म्याडम। हेर्नु, दबाई नै खाने हिसाबको हुनुपर्छ, त्यो अलिअलि ओभर थिङ्किङ होइन। तपाईँको यहाँ चन्द्रमा एकदम नाजुक स्थितिको छ, दबाई नै खाने बनाउँछ तपाईँलाई म्याडम, मृत्यु तुल्य कष्ट दिन्छ त्यसले। त्यो कुरा ढुक्क हुनुहोस् म्याडम भन्नुभयो। अब म अर्को प्रेडिक्सन दिउँ तपाईँलाई। तपाईँ अहिले मसँग बोल्दाखेरि कहाँबाट बोलिराख्नु भएको छ, कुन ठाउँबाट भन्नुहोस् त? ठ्याक्कै घर हो, रुम हो, फ्ल्याट हो, के हो? मेरो अहिले म माइतमा। ओहो, माइतमा हुनुहुन्छ भने त गाह्रो भयो। तर तपाईँको घरमा चाहिँ जहिले पनि धारा बिग्रिन्छ।